होइन आज त श्री रामनवमी होइन र हो नि त। ए दाइ एउटै मन छ कि एउटै मन छ। आज त हल्का राम भएर बवाल तरिकाले निस्किदिनु पर्यो नि त दाइ। ओहो हिजो त शपथ खानुभयो प्रतिनिधि सभा उसको। अब आज त प्रधानमन्त्रीको शपथ खाने हो नि दाइ, प्रधानमन्त्रीको। अब त आज त माई गड। ल दाइ अब आजबाट सबै पखालेर मजाले आज इन्ट्री हुन्छ तपाईँको। अब पुरानोलाई सर्लक्क पखाल्ने, त्यसपछि नयाँको बाटो सर्लक्क दौडाएर यस्तो मजाको एउटा पार्क पनि बनाइदिनु पर्छ। हेर्नु यहाँ आएर मजाले हामीले भ्लग पनि बनाउन पाइन्छ। यस्तो पार्क चाहिँ एउटा बनाउनु पर्छ है दाइ। आजको इन्ट्री चाहिँ तपाईँको बवालै हुनुपर्छ। मजाले के कस्तो लागिरहेछ तपाईँहरूलाई? मलाई चाहिँ एकदम सही लागेको छ है। पूजासुजा गर्ने, यताउता त्यो लामाको उ गर्ने, पूजा गर्ने, शङ्खसँग फुक्ने, त्यो इन्ट्री चाहिँ एकदम राम्रो हो क्या। किनकि यो हाम्रो धार्मिक उहरू पनि बिर्सिँदै गएको छ नि त, त्यो पनि एकदम अगाडि आउँछ होइन। सबैले थाहा हुन्छ यताउता यस्तो छ भन्ने कुराहरू हुन्छ नि त। मलाई चाहिँ एकदम ठिक लागिरहेछ। हजुरहरूलाई के कस्तो लागिरहेछ कमेन्ट गर्नु, हामी कमेन्टमा पनि छलफल गर्नेछौँ। आजको दिन चाहिँ राम्रै हुनेछ भन्ने चाहिँ लागिरहेछ मलाई। आज शुक्रबार हो, 12/34मा शपथ ग्रहण छ बालेन शाहज्यूको, प्रधानमन्त्रीको। नेपालको नयाँ मुख फेरिँदैछ। हजुरहरू को ह्याप्पी म जस्तै हुनुहुन्छ? ह्याप्पी हुनुहुन्छ भने ह्याप्पी भनेर कमेन्ट छोडिदिनु होला, ह्याप्पी हुनुहुन्न भने पनि कमेन्ट छोडिदिनु होला। अनि त्यही कमेन्टमा हामी छलफल गरेर अगाडि बढ्नेछौँ है त। ल बालेन दाइ कङ्ग्रेचुलेसन। यस्तो अब चाहिँ बवाल होस् के है त। ल मजाले बिग कङ्ग्रेचुलेसन बालेन दाइ, बिग कङ्ग्रेचुलेसन, रेस्पेक्ट छ। ल बवाल हान्नुपर्छ अब आजबाट चाहिँ ठ्याक्क। ल कङ्ग्रेचुलेसन है त। ल बाई बाई बालेन दाइ, पछि फेरि अब आउँला नेपाल आएपछि। भेट्न त नपाए पनि होइन, हेरौँला के कस्तो भएछ भन्ने कुरा। ल हस् बाई 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 बाई।